तपाईहरु नयाँ जसलाई धेरै जनताले आश गरेका थिए उनीहरु चाहिँ यो मिल्न किन सकेनन् मिल्न किन यो के कुराले रोक्यो भन्ने कुराहरु प्रश्न आइरहेको छ के यस्तो छ हाम्रो चाहिँ विचारै मिल्दैन स्वभावै मिल्दैन हाम्रो उद्देश्य नै मिल्दैन हैन त्यसले गर्दाखेरि हामी चाहिँ नमिल्दैन तपाईको विचारै कोसँग नमिल्ने किन यस्तो भयो होला यस्तो छ अब एयरपोर्टबाट म विराटनगर जाने मान्छे उहाँहरू पोखरा जाने मान्छे अनि एउटै प्लेनमा जा भनेर तपाईँले भनेर हुन्छ मेयर साहब एउटा गन्तव्य नै फरक छ क्या उहाँहरू अर्कै गन्तव्यको मान्छे हो हामी अर्कै गन्तव्यको मान्छे हो मिल्दैन मेयर साहब युवाहरूले विद्रोह गरिरहेको बेलामा हिजो नेपाली काङ्ग्रेसभित्र पनि विद्रोह भयो यसलाई कसरी हेर्नुहुन्छ हजुरले त्यो चाहिँ मलाई थाहा भएन उहाँहरूको पार्टीको आन्तरिक मामिला हो त्यो मलाई थाहा भएन होइन एउटा जिम्मेवार पार्टीको तपाईँको नेता पनि हुनुहुन्छ नि त अनि त्यो त होइन उहाँहरूको फेरि अर्काको घरभित्र च्याउँदिनँ क्या म त्यो चिज हो उहाँले जे मेयर साहब एउटा प्रश्न थियो मेरो आम जनताले क्वेसन गर्नुभएको हर्क सापाङ र कुलमान मिल्ने सम्भावना चाहिँ कति छैन मिल्दैन केही दिन अगाडि सुगम किराँतीसँग पनि भेटघाट भयो त्यस क्रममा पनि त्यसमा चाहिँ मैले उहाँलाई माटो चुनाव चिन्हमा चुनाव लड्ने हो भनेर सोध्नु गएको थिएँ होइन त्यहाँ आउनु भएको छ उहाँ अनि एउटा होटेलमा अब यहाँदेखि त्यहाँसम्म आउँदाखेरि जाउँ न त भनेर एकछिन घुमेर गएको थिएँ त्यसलाई चाहिँ गठबन्धन गर्न आँट्यो भने हुँदैन गठबन्धन श्रम संस्कृतिले कोहीसँग गठबन्धन गर्दैन प्योर भोट ल्याउँछ र यो देशलाई माया गर्ने देशभक्तहरू कति रहेछन् भन्ने कुरा चाहिँ श्रम संस्कृतिले लिएको भोटबाट आकलन समीर तामाङ कसले होइन म झुट बोल्छु हर्क सापाङ झुट बोल्दैन अहिले भर्खर भित्र मैले के भने है मुन्दुमी मान्छेले झुट बोल्दैन मुन्दुमी मान्छेले झुट बोल्दैन क्या हो यहाँ त तपाईँको यस्तो बबाल हाम्रो भोट आउँछ कि अब के भयो जस्तो कि नगरे पनि हुन्छ